श्री रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ मन्त्रालय, श्री कुलमान घिसिङ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, श्री ओम प्रकाश अर्याल मन्त्री गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय। अब म नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई सम्माननीय राष्ट्रपतिज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। देहाय श्री रामेश्वर प्रसाद खनाल अर्थ, श्री कुलमान घिसिङ ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास, श्री ओम प्रकाश अर्याल गृह, कानुन न्याय तथा संसदीय मामिला। म नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपालको सार्वसत्ता र राजकीय सत्ता, नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति, नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन।